नमस्ते सबैलाई म अम्बिका। आज चाहिँ म मेरो बहिनीको सानो छोराको चाहिँ उयो बर्थडे छ नि त र मेरो भोइसलाई चाहिँ इग्नोर गर्नुहोस् होला। मलाई चाहिँ सर्दी लागेर मेरो भोइस कस्तो भइरहेछ र हामी चाहिँ आज गएको थियौँ बहिनीको घर र जहिले पनि गएको कहीँ हिँडेको मात्रै भिडियो बनाउँछ भनेर पनि सोच्नुहुन्छ होला। अब के गर्नु कन्टेन्ट छैन र यहीहरू बनाउँदै बस्छु म चाहिँ आजभोलि। अल्छी लाग्यो भने भिडियो चाहिँ पुरा हेरिदिनुहोस् है, अल्छी लाग्दै भए पनि। सो गाइस म चाहिँ आइपुगेको छु बर्थडे भएको घरमा र म तपाईँहरूलाई देखाउँछु ल भित्र कस्तो छ भनेर र म सँगसँगै हेर्नुहोस् होला कसो न। यहाँबाट चाहिँ एन्ट्रेन्ससम्म है र यहाँ चाहिँ छ हेलो कुकिङ मास्टरहरू जहाँ पनि उसलाई देख्छु तपाईँले मेरो ब्लगमा पकाइ मात्रै राख्छ। ऊ चाहिँ योपालि धेरै खुसी छ किनभने ऊ चाहिँ धेरै खुसी छ योपालि किनभने के आज 1 साल बादमा चाहिँ उसले बर्थडे पार्टी खाँदैछ किनभने उसको हुन्थेन नि त बारिरहेको थियो र उसले गर्छ मटर पनिर र अब चाहिँ जान्छ तपाईँलाई भित्र ल। हाई के हो मसला ओके सबै रेडी भएर छ र यहाँ चाहिँ छ बर्थडे बोयको बर्थडेको। वाउ ओ माई गॉड ज्वाइँ वाट इज दिस हो। सबै क्रेडिट जान्छ हाम्रो ज्वाइँ साहबलाई। म यति धेरै मेहनत गर्छ नानीको लागि र आम्बो बाबा छोड्नु त अलिकति कस्तो दामी देखियो हो। वाह 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 डोनट यो रहेछ डोनट यो रहेछ कफ केक यो हो तपाईँको चकलेट कति त्यहाँबाट यहाँ चाहिँ रहेछ जुस त्यहाँबाट यहाँ छ चुपाचुप र यो चाहिँ छ कफ केक। एगेन कफ केक दुधबाट कफ केक डेकोरेसन र थिम्स चाहिँ नानीले राखेको छ रोड प्लस किन उसको फेभरेट हो अरे भन्दै थियो र त्यसको थिम राखेको छ एकदम दामी डेकोरेसन गरेको थियो। थिम छ गाइस मेरो लागि चाहिँ डिसाइड गरेको अरे किनकि मेरो भाइ हो। उसको लागि चाहिँ उसले रोज ब्लग्स यहाँ चाहिँ 3 जना दाजु भाइ दिदी भाइ नि लु यता हेर्नु त सबैजना ना यो गरिकन अम्मै कति प्रिटी। म तपाईँलाई सबै डेकोरेसन गर्छु यता यहाँबाट म ज्वाइँले चाहिँ यति मिहिनेत गरेछ नि आफ्नो नानीको लागि नि यतिको चाहिँ बाउ हुनुपर्छ साँच्ची भनेको यति धेरै मिहिनेत गर्छ नि नानीको लागि। ड्युटी बिचारा ड्युटी छुट्टी बसी यति धेरै डेकोरेसन यो त डेकोरेसन गरेर उयो गरेको जस्तै गरेर मिलाएर चाहिँ यति मजाले बनाएको छ नि डेकोरेट यति दामी। तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गरेर भन्नुहोस् है यति दामी बनाएको छ नि।
आइसक्यो केक चाहिँ यति दामी बनाएको थियो नि काट्नु पनि लोभ लाग्ने हुन्छ नि नकाटिराख्नु जस्तै क्या यति मजाको भएको थियो यो ब्लग चाहिँ बनाएको रहेछ र नानीको चाहिँ फेभरेट थियो र उनीहरूले चाहिँ यति मजाले चिल्लर पार्टीहरूलाई ध्यानमा राखेर चाहिँ नि नानीहरूलाई यति इम्पोर्टेन्स दिएको कि नानीहरूले के खान्छ सबै ठिक 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 मिलाएर दिएको मलाई यो सिस्टम चाहिँ धेरै मन पऱ्यो किनभने हामीले चाहिँ अब नानी बोलाए बर्थडेमा बोलायो भने धेरै चाहिँ हामीले इम्पोर्टेन्स चाहिँ ठुलोलाई दिन्छ है र उनीहरूले चाहिँ यति मजाले नानीलाई ध्यान राखेर चाहिँ बनाएको थियो नि मलाई यो सिस्टम चाहिँ एकदम धेरै मन पर्यो र चाह्यो भने कुछ भी हुन्छ यार यति मजाले गरेको थियो नि खाना चाहिँ यहाँ छ पुलाउ मटन नेवरी अचार दाछी चाहिँ हुनैपर्ने है जहाँ पनि चिकन पनिर र यहाँ चाहिँ यस्तो प्रकारले छ र यहाँ चाहिँ नानीहरूलाई सबै भेराइटी चिप्स पनि छ है भाइदाई चिप्स पनि छ पानी र अब बस्ने जग्गा चाहिँ नानीहरूलाई त यसरी बस्ने जग्गा बनाइदिइरहेछ खानासाना खाएर हामी चाहिँ फर्क्यौँ घर किनभने पानी यति धेरै परिरहेको थियो र यही थियो मेरो आजको भिडियो तपाईँलाई के कस्तो लाग्छ लाइक कमेन्ट सब्सक्राइब गरिदिनुहोस् मेरो युट्युब च्यानललाई र यसरी नै माया साथ सब्सिडी दिँदै गर्नुहोस् होला थ्याङ्क्स फर वाचिङ